हेलो गुड मर्निङ सबैजनालाई। चाहिँ रेडी भएर काम जानु लागेको म चाहिँ हो कामको लागि। लाइट अन अफ मेरो काम चाहिँ यो हो। यो गाडी सर्पर्छ म चाहिँ भर्नु चाहिँ आएको। मेरो चाहिँ ड्युटी यही हो, पानी भर्नु पानी दिनु साइडमा कामको जग्गामा। ट्याङ्कर चाहिँ खडा छ, उता चाहिँ हाम्रो केम हो। अनि यहाँ चाहिँ हामी पानी भर्नुको लागि आउँछ रेसपारी चाहिँ। मेरो ड्युटी चाहिँ यो हो, पानी ढाल्ने होला यो कामको जग्गा। पानी भराएर म चाहिँ अब गाडीमा छु। अनि मलाई गिटी कुट्दैछ, त्यहाँ लोड हुँदैछ, आमा ढुङ्गा लोड गर्दैछ। अब चाहिँ मेरो ड्युटी टायर टाइट गर्नुको लागि हो। अनि हेल्परको चाहिँ यस्तै हुन्छ ड्युटी। मान्छेले टिकाठा भइसक्यो, कहिले दिन यस्तै काम गर्नुपर्छ होला। ग्रिप चाहिँ कामदेखि निक्लेको मेरो लन्च टाइम हुनु आँट्यो त पानी वानी गर्ने लिएर निक्लेको। अब चाहिँ खानावाना खाएर फेरि पानी भरेर अङ्कालिङ साइडमा अहिले चाहिँ म पानी ढाल्नु गराउनुको लागि आएको छु। अहिले चाहिँ हामी आइपुग्यो अङ्कालिङको नजारा हेर्न सक्छ। क्या हो गया यहाँ से काम गर्ने अङ्कालिङको जग्गा चाहिँ यो हो। पानी चाहिँ यहाँ ढाल्दैछु, पुरा बेरेर खाली गरेर राखेको रहेछ 5 वटा काम चल्दैछ।